हेलो गुड मर्निङ आज चाहिँ हामी जिमबाट हाइकिङ जाँदैछौँ फुलचोकी जाँदैछौँ हामी गोदावरीसम्म गाडीमा जान्छौँ त्यसपछि हाइकिङ गरेर चापाखरको बाटो हुँदै हामी माथि फुलचोकीसम्म जान्छौँ सो हामी चाहिँ अहिले ब्रेकफास्ट गरेर हामी निस्किँदैछौँ मिठो छ ब्रेकफास्ट गजब छ लगायो हिँड्न सकिन्छ अब ल ठिक छ मर्निङ अब हामी फुलचोकी होइन फुलचोकी हाइकिङ हामी 6 बजे कति बजे हिँड्ने भनेको थियौँ लास्टमा ढिला भयो 5 बजे भने हो लास्टमा यति ढिला भयो ठिक छ ब्रेकफास्ट गरेर सबैजनाले इनर्जी मजाले गेन गरिसक्यो अब सबैजना मजाले माथिसम्म हिँड्न सक्छन् ठिक छ ल त फाइनली हामी चाहिँ यहाँ तल गोदावरी तल आइसक्यौँ अब यहाँबाट चाहिँ हाम्रो हाइकिङ सुरु हुन्छ हामी नर्मली हाम्रो यो फुलचोकी चाहिँ माथिको बाटो हुन्छ तर हामी चाहिँ यो चापाखरको बाटो निस्किन लागेको छ हामी यहाँ बगैँचा फ्यामिली इन्भाइरोमेन्ट रेस्टुरेन्ट यहाँनिर आइरहेको छौँ हामी बेलुका यहीँ आएर डिनर पनि गर्छौँ डिनर भन्ने लन्च भन्ने जे भन्यो भने त्यही हो हामी बेलुका यहीँ आउने त खानालाई हाम्रो चाँडो भएको ब्रेकफास्ट पनि अहिले यसो अब फ्रेस भएर हामी निस्किन्छौँ के छ ठिक छ यत्तिको चाहिँ हुनु पऱ्यो कि हिँड्ने भनेपछि होइन सब जुगाड होइन देख्दाखेरि नै पुरै इनर्जी आउने कि होइन इनर्जी ट्रान्सफर ठिक छ ल दामी हो ल दामी सो अब चाहिँ हामी यहाँ रिसोर्टबाट माथि फुलचोकी हाइकिङको लागि लाग्दैछौँ सबैजना फ्रेस भएर निस्किँदैछौँ हाइकिङको लागि हजुर 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 त्यही भने हेलो हाम्रो अङ्कित भाइ र सागर अस्ति भर्खर आएको अरे अनि बाइक पनि क्र्यास गऱ्यो अरे त्यही भएर तिनीहरू नआउने अरे म पनि 2 चोटि आइसक्यो त्यही पनि आइरहेको छु तर यो रुट चाहिँ आएको छैन तर म अर्को रुट हिँडिरहेको थिएँ तर राम्रो छ बाटो पनि राम्रो छ भ्यू पनि राम्रै देखिरहेछ चाहिँ माथि फुलचोकी जाँदैछौँ खासै धेरै लामो ट्रेल त होइन
2 देखि 2.5 घन्टा 3 घन्टासम्मको लागि होला। सबैजना जोसले हिँडिरहेछन्। मेरो 2-3 जना साथीहरू चाहिँ मिसिङ छन्। मेन सञ्जीव सरलाई एकदम मिस गरिरहेको छु। सागर अङ्कित भाइ पनि आएन, तिनीहरूलाई केही प्रब्लम भयो अरे। ठिक छ, म जिमको ग्रुपसम्म हिँडिरहेको छु। हेलो गाइज, हाम्रो चाहिँ आज फुलचोकीसम्मको यात्रा। तल गोदावरीदेखि हाइकिङ गरिरहेछौँ। रमाइलो छ एप्रिल यो चापा खर्कको रुट रहेछ। म 2 चोटि आइसकेको छु फुलचोकी चाहिँ। एउटा स्नोको सिजनमा पनि आएको थिएँ र पछि फेरि अर्को हिउँ नपर्दा पनि आएको थिएँ हुन्छ। नेक्स्ट यो 3rd टाइम हो मेरो चाहिँ। तर यो रुट आएको पनि थिएन, राम्रो छ रुट। बाइक गाडीहरू पनि माथिसम्म पुग्छ गएर। कहाँसम्म चाहिँ बाटो त चाहिँ थाहा छैन, फर्स्ट टाइम यो बाटो हिँडिरहेको छु। तर राम्रो छ बाटो, सिनेरी पनि दामी छ, बवाल छ। फाइनली हामी चाहिँ चापा खर्क आइपुग्यौँ। तल गोदावरीदेखि लगभग 2 घन्टा हिँडेर। 2 घन्टा टाइम त नलाग्नु पर्ने हो त्यति धेरै, तर बाटोमा खाजा खाँदै आउँदाखेरि अलिकति ढिला भयो। सो यो चाहिँ चापा खर्क, राम्रो छ यो पनि रुट। चाहिँ हामी तल चापाखर्कदेखि माथि लागिरहेछौँ। अब धेरै टाइम नलाग्ला, या खाजाहरू खाएर माथि लागिसक्यौँ हामी। धेरै टाइम लाग्ने हाइकिङ त होइन, बिस्तारै हिँडेर चाहिँ टाइम लाग्छ, एकदम धेरै लाग्छ। कस्तो छ मिलाउँदा एकदम ह्यान्डसम भएर चस्मा पनि चेन्ज गरी जानुहोस्। ल जाउँ माथि नै होला छैन। चाहिँ माथि यहाँ चापाखर्कदेखि तलको यस्तो दामी छ, तल भिड छ।
राम्रो छ जस्तो ट्रेल चाहिँ यो यताको यो रुट अर्को रुट पनि भेटेछ यो बाटो लास्ट टाइम आउँदा चाहिँ यही बाटो भएर आएको थियो त अन्त हामी चाहिँ अहिले सर्टकट यताको बाटो बनायौँ फेरि चाहिँ यहाँनिर एउटा दाइको त्यो चिया सिया के बनाउनु हुन्थ्यो आगो बालेर अहिले यतिको व्यवस्थित भइसकेको छ दाइ यहाँ सिफ्ट हुनुभएछ मजाले व्यवस्थित तरिकाले अहिले चाहिँ अपग्रेड भएछ अनि हजुरको दादी त काँक्रा चाहिँ राख्नु चाहेन एक किरा दिन्छ नि सो हामी आधी बाटोसम्म पुग्यौँ तर पुगेको छैनौँ गाह्रो भइरहेछ तर भन्छ त अलिअलि मजा आइरहेछ मजा आएको छ बल्ल हाइकिङको यस्तो खतरा अफरोड हाइकिङको अफरोडमा छु हामी यसो बाटो छ ढुङ्गा यो खोल्साको बाटो के र गाह्रो छ तर रमाइलो छ एन्ड दिस इज कल द एडभेन्चर बल्ल मजा आइरहेछ नि त होइन अब चाहिँ हामी फाइनल्ली माथि पुग्नै लाग्यौँ यो सिडीको बाटो गाह्रो छ हिँड्नलाई सर्टकट त छ तर उता रोडबाट जानुभन्दा तर रमाइलो पनि छ छिटो पनि छ राम्रो छ भ्यू हिँड्नलाई पनि ट्रेल पनि दामी छ बाबा सो फाइनल्ली हामी चाहिँ यहाँ माथि फुलचोकी हाइटसम्म आइपुग्यौँ सबैजना यहाँ प्रायः सबैजना आइसक्यो 2-4जना टोली अझै बाँकी नै छ तल सो दिस इज द फुलचोकी हाइट यहाँदेखि माथि चाहिँ मन्दिर छ राम्रो छ बाइकमा लगभग 1.5-2 घन्टामा आइपुगिन्छ त्यति पनि लाग्दैन होला हाइकिङ गरेर चाहिँ अलि लाग्छ 3-4 घन्टा कन्टिन्यू हिँड्यो भने थाकेर बिस्तारै बिस्तारै आउने भन्दा मजाले टाइम लाग्छ हेलो गाइज के छ कति टाइम लाग्यो यहाँ आउन 5 घन्टा नि लाग्यो हो 7 घन्टै लाग्यो बिस्तारै आएको छौँ हामी त्यही भएर होला होइन ठिक छ इनर्जी गेन गर्दै आउनुपर्छ कि हतार हतार आउनु हुँदैन अनि बल्ल सजिलोसँग आउँछ यस्तो दामी भ्यू छ यस्तो दामी यहाँ माथि चाहिँ यहाँबाट यो फुलचोकी मन्दिर हाइट यहाँ चाहिँ मन्दिर पनि छ अनि टावर भ्यू टावर पनि त्यहीँ छ भ्यू टावर त होइन टावर छ मन्दिर जाने बाटो चाहिँ यो भयो यहाँसम्म चाहिँ आएर मान्छे चिया कफी खाने बल्ल घाम मजाले उगिरहेको एकछिन भए पनि बादल दामी देऊ थियो खतरा भ्यू देखिरहेछ यहाँबाट चाहिँ पुरै माउन्टेन भ्यू मजाले देखिँदो रहेछ यस्तो दामी देखिएछ प्यानोरामिक भ्यू
चिसो छ म चाहिँ यहाँ कफी खाँदै आगो ताप्दै गरिरहेको छु हात पुरै चिसो भइरहेछ ठिक छ यतिसम्म चाहिँ व्यवस्थित छ आगो ताप्नलाई त गाइजहरू सबैजना बसिरहेछन् घाम ताप्दै म चाहिँ कफी खाँदै आगो ताप्दै गइरहेको छु ठिक छ दामी यो चाहिँ हाम्रो खाजा यस्तो दामी भ्यू छ अहिले चाहिँ हामी तल खाजासाजा खाएर माथि फुलचोकी हाइट टावर भएको ठाउँमा जाँदैछौँ यस्तो दामी भ्यू छ समथिङ 4-4:30 समथिङ भइसक्यो दामी छ भ्यू ठ्याक्क सनसेटको टाइम पनि लाग्यो दामी देखिरहेछ भ्यू पनि माउन्टेन भ्यू पनि खतरा देखिरहेछ हेलो 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 कताबाट वान डे हाइकिङको लागि वान अफ द बेस्ट डेस्टिनेसन पनि हुनसक्छ बाइक मजाले माथिसम्म आउँछ माथिसम्म बाइकमा आउँदा पनि भयो अथवा गोदावरीसम्म बाइकमा आएर त्यहाँबाट अनि हाइक गरेर आउँदा पनि भयो हाइट 700 मिटर हामी आउने लास्ट डेस्टिनेसन चाहिँ यो यहाँ मन्दिर पनि छ फुलचोकी हाइटमा अनि टावर पनि भइहाल्यो यति हो डेस्टिनेसन दामी छ त्यो to visit. Yep. This is Fuksuki, my 700 meter altitude. The last destination is here. This was back to gym. Yeah, that's all.
फुलचोकी माथिबाट अब चाहिँ हामी तल लाग्दैछौँ। यहाँको सबै भ्यूहरू पनि क्याप्चर गरेँ, दर्शन पनि गरियो। ब्याक टु डाउन बस भएको छ म। त्यसपछि त्यहाँबाट गोदावरीसम्म गइन्छ। त्यहाँनिर रिसोर्टमा खानासाना खाएर त्यसपछि बल्ल ब्याक टु जिम। सो नाउ वी आर गेटिङ डाउन। माथि मन्दिर पुगेर पनि तल झऱ्यो अब। तल हाम्रो बस पनि आइसकेको छ। बसमा चढ्ने अनि त्यसपछि तल रिसोर्टसम्म गएर खाना खाने, त्यसपछि ब्याक टु जिम। रमाइलो भयो आजको यात्रा। सनसेट पनि भयो, राम्रो सनसेट भ्यू, त्यो रेज देखिरहेछ। दामी भ्यू छ यहाँको। सो बाई बाई फुलचोकी, फुलचोकी माई मन्दिर।